नमस्कार। 83 साल वैशाखको 7 गते सोमबार अक्षय तृतीया दिन परेको हुनाले एउटा भजन गाउन गइरहेको छु शिवजी भगवानको। अन्तिमसम्म सुनिदिनु होला, मन पराइदिनु होला हजुरहरूले। बुढेसकालमा यसो सुनेर बस्न हुन्छ भनेर म एउटा भजन रेकर्ड गर्न गइरहेको छु। केही गरी भुलचुक भएमा माग दिनु होला होइन। मैले सुनेको चाहिँ छैन, भजन चाहिँ सुनेको थिएँ अनि अलिअलि गाउने प्र्याक्टिस गर्दैछु। नमस्कार हजुरहरूलाई कोटी कोटी। मेरो भोले बाबाको गलामा नागा छ, नागालाई देखेर सबेर नसम्झ। मेरो भोले बाबालाई सफेर नसम्झ। मेरो भोले बाबाको हातमा डमरू छ, मेरो भोले बाबाको हातमा डमरू छ। डमरूलाई देखेर मदारी नसम्झ। मेरो भोले बाबालाई मदारी नसम्झ। मेरो भोले बाबालाई मदारी नसम्झ। मेरो भोले बाबाको हातमा त्रिशूल छ, त्रिशूल देखेर शिकारी नसम्झ। मेरो भोले बाबालाई शिकारी नसम्झ। मेरो भोले बाबालाई शिकारी नसम्झ। मेरो भोले बाबाको कम्मरमा झोली छ, मेरो भोले बाबाको कम्मरमा झोली छ। झोलीलाई देखेर भिकारी नसम्झ। मेरो भोले बाबालाई भिकारी नसम्झ। मेरो भोले बाबालाई भिकारी नसम्झ। मेरो भोले बाबाको साथमा बसा छ, मेरो भोले बाबाको साथमा बसा छ। बसालाई देखेर व्यापारी नसम्झ। मेरो भोले बाबालाई व्यापारी नसम्झ। मेरो भोले बाबालाई व्यापारी नसम्झ। मेरो भोले बाबाको कम्मरमा छाला छ, मेरो भोले बाबाको कम्मरमा छाला छ। छालालाई देखेर शिकारी नसम्झ। मेरो भोले बाबालाई शिकारी नसम्झ। मेरो भोले बाबालाई शिकारी नसम्झ। मेरो भोले बाबाको हातमा त्रिशूल छ, त्रिशूललाई देखेर शिकारी नसम्झ। मेरो भोले बाबालाई शिकारी नसम्झ। मेरो भोले बाबालाई शिकारी नसम्झ।